स्पाइन चाहिँ क्र्याक भएको थियो। उहाँको अवस्था एकदमै गाह्रो थियो, सुत्न पनि राम्ररी सक्नु भएको थिएन, धेरै पेन हुन्थ्यो उहाँलाई, चल्न पनि सक्नुहुने थिएन। हड्डी चाहिँ गएर ब्लडको त्यो भेन्समा पनि अड्केको थियो भन्नुभएको थियो होइन। धेरै नै क्रिटिकल थियो र स्पाइन कर्ड पनि इन्फेक्सनले अलिकति ड्यामेज छ भन्नुभएको थियो। ट्रिटमेन्टको लागि इन्डिया लाने भनेर हामीले सोच बनाएको थियौँ। लास्टमा यहाँ मेडिसिटीमा आइपुग्यौँ, जुन चाहिँ उहाँको लागि एकदमै राम्रो हुन गयो। मेरो नाम चाहिँ सोमनाथ अधिकारी हो। स्पाइनल कर्डमा चाहिँ इन्फेक्सन भएको हुनाले मेडिसिटी हस्पिटलमा चाहिँ म आइपुगेँ अपरेसनको लागि। जितेन्द्र ठाकुरले अपरेसन गर्नुभएको थियो। यहाँको सेवा सुविधाहरू मेडिसिटी हस्पिटलप्रति चाहिँ म कृतज्ञ छु, किनभने मैले चाहिँ यहाँ राम्रो सेवा पाएको छु। नमस्ते, म कामक्सी चापाङ अधिकारी, उहाँको चाहिँ म श्रीमती हो। उहाँको चाहिँ मेन स्पाइन चाहिँ क्र्याक भएको थियो अनि उहाँलाई ट्रिटमेन्टको लागि हामीले धेरैतिर लाँदाखेरि लास्टमा यहाँ मेडिसिटीमा आइपुग्यौँ, जुन चाहिँ उहाँको लागि एकदमै राम्रो हुन गयो। उहाँको अवस्था एकदमै गाह्रो थियो, धेरै नै गाह्रो थियो। उहाँ सुत्न पनि राम्ररी सक्नु भएको थिएन, धेरै पेन हुन्थ्यो उहाँलाई, के अरे चल्न पनि सक्नुहुने थिएन। इन्डिया लाने भनेर हामीले सोच बनाएको थियौँ। त्यो हुँदाखेरि यहाँको बहिनी जो स्वास्थी हुनुहुन्छ उहाँले नै हामीलाई यहाँ एकचोटि देखाउँ भन्ने कुरा गर्नुभयो। त्यही भएको भएर उहाँको सजेसन अनुसार नै डाक्टर ठाकुरलाई हामीले जचायौँ। उहाँको ट्रिटमेन्ट पछि चाहिँ उहाँलाई विदिन 1.5 मन्थमै यतिको बनाएर सक्सेस बनाउनु भएको छ। उहाँहरूप्रति हामी कृतज्ञ छौँ। डाक्टर जितेन्द्र ठाकुरको टिमले र डाक्टर लाखेको टिमले चाहिँ उहाँलाई ट्रिटमेन्ट गर्नुभएको र हामी खुसी पनि छौँ उहाँहरूले सक्सेस बनाउनु भएकोमा। स्पाइन चाहिँ क्र्याक भएर ड्यामेज भएर चाहिँ त्यो हड्डी चाहिँ गएर ब्लडको त्यो भेन्समा पनि अड्केको थियो भनेर भन्नुभएको थियो होइन। धेरै नै क्रिटिकल थियो र स्पाइन कर्ड पनि इन्फेक्सनले अलिकति ड्यामेज छ भन्नुभएको थियो। अहिले त उहाँको धेरै राम्रो छ होइन। अब वाकरमा राम्ररी इन्डिपेन्डेन्ट भएर हिँड्न सक्नुहुन्छ, हातको सपोर्ट दियो भने हामीसँग पनि हिँड्न सक्नुहुन्छ, इभन वालमा समातेर पनि हिँड्न सक्नुहुन्छ। अहिले धेरै नै इम्प्रुभ छ, पहिलाको कम्पेयरमा त धेरै नै राम्रो, फार बेटर भएको छ र छिटो पनि भएको छ जति हामीले सोचेको भन्दा, र हामीले सोचेको भन्दा राम्रो पनि भएको छ। हामी चाहिँ व्हिल चेयरसम्म सक्छौँ भनेर डक्टरहरूले नै भन्नुभएको थियो, तर त्योभन्दा पनि फार बेटर राम्रो भयो कि अहिले नै वाकरमा हिँड्न सक्ने हुनुभयो।